दर्शकबिनहरू नमस्ते। सदाको झैँ आज पनि म भुन्टी भाग 261 लिएर उपस्थित भइसकेको छु। हजुरहरूलाई भुन्टी कस्तो लाग्छ कमेन्टमा गएर भुन्टी लेख्न पनि नबिर्सिनुहोला भन्दै आजको नयाँ भिडियोको रिभ्यू सुरु गरौँ है त। भूपेन्द्रले भुन्टीलाई सम्झाउँदैछन्, तिमी गाउँ नजाऊ, पढ। दाइलाई त केही भन्नुहुन्न, भाउजूले जे भने पनि फरक पर्दैन भन्दै भुन्टीलाई सम्झाइरहेका छन्। यत्तिकैमा जेठी भाउजू दाइ र उनको छोराले यो कुरा सुन्छन् र भाउजू रिसाउँछिन्। आजभोलि त मैले जे गरे पनि हजुरलाई केही फरक नपर्ने होइन। पहिला पहिला पो हाम्रो साथको खाँचो थियो र जे भनेको पनि मान्नुहुन्थ्यो। अहिले त सबै कुरा भरिपूर्ण पारिदिउँ। अब म रिसाए पनि जे गरे पनि हजुरलाई के फरक पर्छ र, होइन भन्दै उनी रिसाउँछिन् भूपेन्द्रसँग। भूपेन्द्रले भाउजू मैले त्यस्तो भन्न खोजेको होइन भन्दै क्षमा याचना गर्छन्। तर भाउजू भने हजुरले के भन्न खोजेको हो मैले सबै बुझिसकेँ, म त्यति अबुझी छु र भन्दै कराउँछिन्। र उनको दाइले पनि भन्छन्, भूपेन्द्रको दाइले पनि उसले त्यस्तो नराम्रो भन्न खोजेको होइन भन्छन्। तर उनी भने म पनि केही नबुझ्ने अबुझी छैन, तिमीलाई मलाई अरूले जे भने पनि तिमीलाई केही फरकै पर्दैन भन्दै उल्टै बुढासँग पनि कराउँछिन्। र भुन्टी भन्छन् हामी सबै मिलेर बस्नुपर्छ, एउटै परिवार हो, यसरी झगडा गर्नु हुँदैन भन्दा उनले त अनपढ गवार, तँलाई के थाहा छ भन्दै झन् भुन्टीलाई झपार्छिन्। भुन्टी चुप लाग्छिन्। यो सब सुनेर भूपेन्द्रको दाइले भन्छन्, त के बोले कि, तैँले किन यस्तो भने कि, उसले त्यस्तो नराम्रो भन्न खोजेको केही पनि होइन, किन सानो कुरालाई ठुलो बनाउँछेस् भन्छन्। तर उनले भने भुन्टी र भूपेन्द्रलाई अनेक थरी भन्दै कराउँछिन्। भुन्टी भन्छन् हाम्रो परिवारमा मिलेर बस्नुपर्छ, यसरी हजुर हामीहरूभन्दा ठुलो हुनुहुन्छ, यसरी कराउनु भयो भने यो सानो बाबुले के सिक्छन् होला, त्यसैले हजुरहरू नकराउनुहोस्, बिन्ती छ भन्छन्। तर उनको भाउजूले भने यो सबै कुराहरू परिवारको सबै सदस्यले सुन्नुपर्छ, आमालाई कसरी यातना पीडा दिएको छ बाबाले भन्ने कुरा पनि त छोराछोरीले बुझ्नुपर्छ नि, भिडियो गर बाबु भन्दै आफ्नो छोरालाई भिडियो गर्न लगाउँछिन्। भुन्टी भने होइन बाबु, यस्तो गर्नु हुँदैन, यस्तो सानो मसिनो कुरालाई भिडियो गरेर पछिसम्म यादगार बनाएर यसैले सम्बन्धमा बिगार ल्याउन सक्छ, त्यसैले भिडियो गर्नु राम्रो होइन भन्दै उनलाई सम्झाउँछिन्। पछि भाउजू कराउँदै कराउँदै म तिम्रो घरतिर जान्न, हामी ट्याक्सी खोजेर जान्छौँ भन्छन्। भूपेन्द्र र उनको दाइले बल्ल तल्ल मनाएर उनलाई घरतिर लैजान ट्याक्सीमा बसाल्छन्। भूपेन्द्रले भुन्टीलाई भन्छन् तिमी अब सरासर स्कुल जाऊ, म दाइ भाउजूलाई पुर्याएर आउँछु। यो सब झगडाहरू भीमले बाहिरबाट सुनिरहेका थिए। भुन्टी नरमाइलो मान्दै आँसुका ढिका झार्दै भित्र जान्छन्। भूमिका पनि त्यही हुन्छन्। भूमिकाले भन्छन् बाहिर के भएको थियो भाउजू, ठुलो ठुलो स्वरले कराइरहनु भएको थियो त, खै के भएको म त केही बुझ्नै सक्दैन। यत्तिकैमा भीम आउँछन्। के हुनु नि, यो सब तपाईँको पढाइको कारणले भएको, तपाईँले पढ्न खोज्नु हुँदैन थियो भने यो सब हुँदैन थियो, दाइ भाउजूहरूले कति दुःख मान्नु भएको छ, हजुरले पढ्न नखोजेर सर्लक्क गाउँ गएको भए यो सब हुँदैन थियो होला। अनि हजुरले यो लगाएको साडी पनि उहाँहरूकै देन हो, यदि उहाँहरूले भूपेन्द्र दाइलाई बिजनेस गर भनेर हौसला नदिएको भए यो साडी पनि हजुरले किन्न लगाउने हैसियत थिएन भन्दै भुन्टीलाई भीमले अपहेलनाको शब्दहरू प्रयोग गर्छ। तपाईँले अहिले पढेर के गर्नुहुन्छ, यत्रो वर्षदेखि पढ्नु भएको छ, 3 क्लासको 3 क्लासमै हुनुहुन्छ, त्यहाँभन्दा माथि पनि चढ्न सक्नु भएको छैन, अझै पनि पढेर केही गर्छु भन्ने छ हजुरलाई भन्दै भीमले भुन्टीलाई बेसनी अपहेलनाका शब्दहरू प्रहार गर्छन्। भुन्टी आँसुका ढिका झार्दै मलाई हजुरको दाइले माया गरेर ल्याइदिएको यो साडी कि मैले लाउन नपाउनु, मेरो माइतीमा के थियो के थिएन त्यो माइतीको कुरा यहाँ आइसके पछाडि मैले यहाँ जे छ म त्यसैमा रमाउन नपाउनु, यदि मेरो माइतमा खरको छानो माटोको पिँढी छ भने कि म अहिले यहाँ आएर पनि सबै भत्काएर माटोको पिँढी र घरको छानो बनाएर बस्नुपर्ने, पहिला जस्तो लगाएर बस्थे त्यस्तै लगाउनु पर्ने हो भन्दै उनले पनि भीमलाई जवाफ फर्काउँछिन्। तपाईँहरू सबैलाई म नै अगतिलो किन लाग्छ, म नै नराम्रो किन लाग्छ, म एउटा गरिबको छोरी हो भन्दैमा हजुरहरूले जे पनि भन्न हुन्छ भनेर हेप्नु भएको होला होइन भन्दै भुन्टी रुन्छिन् र भन्छन् अहिले भूमिका नानीलाई पनि स्याहार सुसार गरेको छु, पछि उहाँ पनि हिँडडुल गर्ने भएपछि मलाई फेरि पहिलाको जस्तै त गराउनुहुन्छ होला नि, यो मलाई सबै थाहा छ, हजुरलाई पनि कति गरे, हजुरले पनि अहिले मलाई यस्तो जवाफ दिनुभयो भन्दै भुन्टी दुखी हुन्छन्।
र त्यहाँबाट जान्छन् र भूमिकाले भन्छन्, कति स्याहार गर्नुभएको थियो बाउजूले मलाई, अब मलाई स्याहार कसले गर्छ होला, तपाईँले भरेदेखि मेरो स्याहार गर्नुपर्छ। भीम भन्छन्, दाइले टन्न सबै कुराहरू ल्याइदिएर किचनमा राखेपछि पकाएर खान दिन कुन चाहिँ ठुलो कुरा भयो र भन्दै फेरि भुन्टीलाई अपहेलनाको शब्दहरू प्रयोग गर्छन् भने भूमिका भने रिसाउँदै उनी पनि त्यो कोठाबाट बाहिर निक्लिन्छन्। यता भूपेन्द्रले आफ्ना दाइ भाउजूलाई घर छोड्न जाँदैछन्। उनले सोचिरहेका छन्, मैले यसरी भाउजूहरूले सुन्ने गरी ती शब्दहरू भुन्टीसँग नभन्नु पर्ने हो। अब मैले भाउजूसँग माफ माग्नै पर्छ। यदि उहाँले नै मलाई सपोर्ट नगर्नु भएको भए र दाइलाई मलाई बिजनेसमा सहयोग गर्न नभन्नु भएको भए म यो स्थानमा आउँदैन थिएँ होला। त्यसैले यसमा सबैभन्दा ठुलो हात मेरो भाउजूको छ। म उहाँको मन दुखाउनुहुन्न। मैले भाउजूसँग यो कुराको माफी माग्नुपर्छ भन्दै उनले भाउजूसँग माफ माग्छन्। भाउजू मलाई माफ गर्नुहोस्, मैले त्यस्तो भन्न खोजेको केही पनि होइन, हजुरले गलत नसोचिदिनुहोस् भन्छन्। र भाउजूले पनि पछि त पहिला त अनकन गर्छिन्, पछि भने ल ठिकै छ, अबदेखि चाहिँ यस्तो नहोस् है भन्दै भीमलाई माफी दिन्छन्। भूपेन्द्र पनि खुसी हुन्छन् र दाइ भाउजूलाई छोड्नतिर लाग्छन्। यता भूमिका आफ्नो छतमा आएर सोचिरहेकी छिन्, पहिलाको बोयफ्रेन्डले र अहिलेको बोयफ्रेन्डले उनलाई कसरी धोका दियो सम्झेकी छिन् र भनेकी छिन्, मेरो त भाग्यमा माया भन्ने नै रहेनछ, जसलाई चोखो माया गर्यो उसले नै मलाई घात गर्यो। सबैतिर हल्ला फैलिसक्यो, अब मेरो जिन्दगी के हुन्छ होला भन्ने सोचिरहेकी छिन्। यत्तिकै भूमिकालाई बालकुमारीले फोन गर्छिन्। ला आमाले पनि थाहा पाउनु भयो कि क्या हो, मैले फोन उठाएर के भन्ने होला भनेर पहिलोपटक त फोन काटिदिन्छन्। फेरि पनि बालकुमारीले फोन गरेपछि उठाउँदै जर्किँदै भन्छन्, कति फोन गर्न सकेको, किन गर्नुभएको? बालकुमारीले उताबाट भन्छन्, तँलाई लाज लाग्दैन? तैँले उहाँ गएर पनि के यस्तो गरिस्? लाज शर्म र घरको इज्जतको अलिकति पनि ख्याल आएन है तँलाई भन्दै बेसनिक कराउँछिन् बालकुमारी। भूमिका पनि कुनै सङ्कोच नमानिकन आमालाई जसको तस जवाफ फर्काउँछिन्। बालकुमारीले रुँदै रिसाउँदै, थुक्क कुकुर्नी, तँलाई अझै पनि चेत आएको छैन होइन? तेरो दाइ बाउजूले त खुब तँलाई स्याहार सुसार गरेका होलान्, रेखदेख गरेका होलान् भनेको त झन् बिगारेर पो राखेका रहेछन्। तेरो भाउजूले त खुब ठुल्ठुलो कुरा गर्थे त, खुब तँलाई हेरेर राखेको रहेछ होइन भन्दै भूमिकालाई कराउँछिन् बालकुमारी। भूमिकाले पनि मलाई अब यस्तै कुरा गर्ने भए फोन नगर्नुहोस् है भन्दै ठाडो जवाफमै फोन काटिदिन्छन् भूमिका। बालकुमारीले यता आफ्नो भाग्य र आफूलाई दोष दिँदै फेरि भुन्टीलाई कराउनलाई फोन गर्छिन्। भुन्टीले फोन उठाउने बित्तिकै, छोरी मान्छेको इज्जत त सिङ्गोको टुप्पोमा हुन्छ भन्ने ठुल्ठुलो कुरा गर्थिस् त, खै त अहिले एउटा नन्दलाई पनि स्याहार्न सकेनस्, एउटा राम्रो संस्कार दिन सकेनस् होइन भन्दै भुन्टीलाई बेसनी झपार्छिन् बालकुमारी। भुन्टी भने एकछिन त अलमलमा पर्छिन्, के भन्ने होला, आमाले पनि भूमिकाको बारेमा थाहा पाइसक्नु भएछ भनेर। बालकुमारीले अपहेलनाका शब्दहरू प्रहार गरिरहँदा उनलाई पनि सहिसक्नु भएन। उनलाई थाङ्लेकी छोरी र अनेक शब्दहरूले गाली गरेपछि पनि जवाफ फर्काउन बाध्य हुन्छ। म थाङ्नेकी छोरीले जति सोच्न सके सोचे, अब तपाईँ धनी मानी सबै सम्पन्नको परिवारको छोरीले जति सोच्न सक्नुहुन्छ गर्न सक्नुहुन्छ गर्नुहोस्। हजुरले पनि त राख्दा कुन ठुलो संस्कार दिएर राख्नु भएको थियो र हजुरकी छोरीलाई भन्दै भुन्टी पनि बालकुमारीलाई ठाडो जवाफ दिन्छन् र भन्छ, मैले गर्न सकेको गरेकै हो, अब मैले यहाँभन्दा बढी के नै गर्न सक्छु र हजुरको छोरी र हजुरहरूलाई भन्छन्। यतिकैमा भुन्टीले रिसाएर फोन काटिदिन्छन्। यता बालकुमारी घरमा आफ्नो भाग्य र भूमिकालाई खोज्दै बसेकी छिन्। अर्कोतिरबाट एकजना महिला आएर भूमिकाले त यति इज्जत फालिछे भन्दै कुरा काट्छन्। बालकुमारी निन्याउरो मुख लगाएर बसिरहन्छन्। उनलाई भूमिकाको बारेमा भन्ने कुनै शब्द नै छैन, किनकि भूमिकाले उनीहरूको इज्जत पहिला नै फालिसकेकी छन्। त्यो महिलालाई केही नभनिकन उनी सरासर लाग्छिन् घरतिर। महिला भन्छन्, पहिला त खुब ठुला ठुला कुरा गर्थे नि, छोराछोरी भएको मान्छे त्यही भएर ठुलो हुनु हुँदैन, कुन बेला कति बेला इज्जत फाल्छन् थाहा नै हुँदैन भन्दै उनी पनि आफ्नो घरतिर लाग्छिन्। भुन्टी रिसाउँदै कौसीमा जान्छन् र भूमिकालाई भन्छन्, हजुरको आमालाई पनि थाहा भएछ हजुरको करतुतको बारेमा, हजुर अब घरै गएर बस्ने रे, हामीले यहाँ केही गर्न सकेनौँ अरे हजुरलाई भन्दै, नन्न बहिनी अब हजुर घर नै गएर बस्नुहोस्, हजुरको आमाले त्यही भनेर फोन गर्नुभएको छ
भूमिका भन्छन्, म जाउँ नजाउँ त्यो मेरो कुरा हो, बरु गाउँमा चाहिँ यसरी हल्ला कसले फैलायो त्यो चाहिँ म पहिला बुझ्नु छ। बुन्टी पनि एक दुईवटा कुरा गर्छिन् र तल झर्छिन्। भूमिका मनमा नि सोध्छिन्, यसलाई र दाइलाई बाहेक कसैलाई थाहा थिएन मेरो बारेमा, फेरि गाउँसम्म कुरा कसले पुर्यायो, म यो कुराको छिनोफानो टुङ्गो नलगाई छोड्दैन भन्दै उनी पनि झर्छिन् र कौसीबाट ओर्लिँदैछिन्। गेटनेर उनका दाइ आएका छन्। दाइलाई देख्ने बित्तिकै उनी दौड्दै तल गेटमा आउँछिन् र दाइलाई हेरेर एक्कासी भावुक हुन्छन्, तर केही बोल्न सक्दैनन्। दाइले के छ भनेर सन्चो बिसन्चो सोध्छन्। उनले पनि ठिकै छ, यत्रो महिना कहाँ जानुभएको थियो, निकै समय भयो हजुर आएको, तर यहाँ आउनु भएन दाइ, ल भित्र जाम भन्दै भित्र लिएर जान्छन्। भित्र दुई बानाको गफ चल्छ। कति धेरै ट्राई गरे आफ्ना मान्छेकोमा काम नगरौँ, बाहिर खोजेर काम गर्छु भनेर, तर कुनै मेसो नलागेपछि यहाँ आएको। ज्वाइँले कुनै एउटा काम दिनुहुन्थ्यो कि भनेर। ज्वाइँले त पहिलेदेखि नै भन्नुभएको थियो नि दाइलाई एउटा काम दिन्छु भनेर, तर हजुर नै आउनु भएन, किन नदिने, मैले भनेपछि हजुरको ज्वाइँले फट्टै काम दिइहाल्नुहुन्छ। आफू त अनपढ मान्छे, अरू केही गर्न सकिन्न, त्यही झाडु पोछा लगाउने काम त होला, फेरि यस्तो काम गर्दा ज्वाइँको अफिसमा अप्ठ्यारो पो पर्ने हो कि, उहाँको स्टाफले केही भन्ने हुन् कि भन्दै गुनासो पोख्छन् दाइ। भुन्टी भन्छन्, त्यस्ता स्टाफहरू हुन्छन् भने फ्याक्ट्री निकालिदिइहाल्ने त हो नि, कामको कदर नगर्ने मान्छेलाई पनि कसैले लाग्छ र, हामी त के गर्ने, पहिला पनि दुःख पाएको, कति दुःख पायौँ भन्दै पुराना विगतका कुरा निकाल्छिन् भुन्टी र दुई भाना कुरा गरिरहन्छन्। यता बालकुमारीको बुढा फुलबारीमा गोलमेल गर्दैछन्। यत्तिकैमा फोन आउँछ। सम्धीज्यू नमस्ते भन्दै भूमिकालाई माग्न आउने बाजेले फोन गर्छन्। के अहिले नै सम्धी भन्नुभएको भन्दै भूमिकाका बाबाले भन्छन्। अब कुरा त पक्का हुन्छ होला नि, कुरा गर्नुभयो कि नाइ भन्दै सोध्छन् उनले। भूमिकाका बाबा अल्लमल्ल र सोचमा पर्छन्। अब आफ्नो छोरी त्यस्तो अगतिलो छ, यस्तो राम्रो खानदानमा नदिम पनि कसरी, दिम भने गतिलो घर गरेर खाने जस्तो मेरो छोरी छैन, यिनीहरूलाई मैले के अल्झनमा पार्नु भन्दै मैले छोराहरूसँग सल्लाह गरेको छैन, उनीहरू पनि बिजी नै छन् भन्दै अहिले फोन राखेँ है, म कुरा गरेपछि हजुरलाई म आफै कल गरेर सब भन्छु भन्छन् र फोन राखिदिन्छ। यत्तिकैमा बालकुमारी रुँदै आउँछिन् र भूमिकाका बाबाले के भयो बालकुमारी तँलाई, के भयो बालकुमारी भन् त भन्दै भन्छन्। बालकुमारी भने रोइ नै रहन्छन्। उनी नजिकै गएर सोध्छन्, के भयो, किन यसरी रोएकी त, भन् त मलाई, के भयो तँलाई, मलाई नभनेर कसलाई भन्छेस् भन्छन् भूमिकाका बाबा। र बालकुमारी अलिक शब्दहरू अड्किए चाहिँ गरेर, हाम्रो छोरीले फेरि गलत गरी, पहिलाको सहरको केटाले हाम्रो छोरीलाई बलात्कार गर्यो रे। यो सुनेर भूमिकाको बाबा झसङ्ग हुन्छन्। गेटनेरै आएका जेठा दाइ भाउजूलाई यो कुरा थाहा नै छैन र गेटनेरै आएका उनीहरूले पनि सुनेर अचम्म मान्छन् र बालकुमारी र उनको बुढाले पनि आफ्नो छोरा बुहारी